होइन मैले अलिकति निष्पक्ष भएर हजुरलाई भन्दा यो तत्कालीन सरकारको प्रमुख भएको नाताले प्रधानमन्त्री केपी ओलीको त्यति बेलाको प्रधानमन्त्री केपी ओलीको त्यो जिम्मेवारी नै लिने नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ होइन। तपाईँले चाहिँ सुन्नुभएको छ नि केपी ओलीले मेरो पालामा धर्रा बन्यो, मेरो पालामा तपाईँको चाहिँ के भने बाटाघाटाहरू बने, मेरो पालामा एयरपोर्ट बन्यो। अब त्यो एयरपोर्टमा चाहिँ गएर चाहिँ बेलचा चलाउनु त केपी ओली जानुभएको होइन, त्यहाँ पनि इन्जिनियरहरूले काम गरे होला, अरूहरूले काम गरे होला, तर उहाँले आफूले गरिरहेको दाबी गरिरहनु भएको छ भने यहाँ पनि उहाँले चलाए, मैले गोली चलाएको होइन, त्यस कारण मेरो जिम्मेवारी छैन भनेर उहाँ जिम्मेवारी नैतिक जिम्मेवारीबाट भाग्न मिल्दैन। तर जहाँसम्म कानुनी प्रश्न छ, मलाई लाग्छ आयोगले पनि केपी ओली अथवा गृहमन्त्रीलाई दोषी करार गर्न सक्दैन, मिल्दैन। र जेनजीहरूले यो राजनीतिक मुद्दा हो, राजनीतिक मुद्दालाई राजनीतिक रूपले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। किनभने तपाईँले अगाडिको दृष्टान्त हेर्नुहोस् न, संसारभरिकै दृष्टान्त हजुरले हेर्नुभयो भने 62-63 को आन्दोलनमा पनि 19 जना मान्छे मर्या हो। त्यति बेलाको मन्त्री परिषदको अध्यक्ष अहिलेका पूर्व राजा ज्ञानेन्द्र हुनुहुन्थ्यो होइन। उहाँलाई त उनीहरूले नि कारवाही गरे होइन नि त। 46 सालमा पनि तपाईँको चाहिँ थुप्रै मान्छेहरू शहीद भएका हुन्, कोही कारवाही भएको मलाई थाहा भएन। त्यस कारण नैतिक प्रश्न चाहिँ हो। फेरि केपी ओलीले भन्न सक्नुपर्छ कि धर्रा पनि मैले बनाएको, बाटो पनि मैले बनाएको, पुल पनि मैले बनाएको, तपाईँको चाहिँ के भन्दाखेरि गोली हानेको पनि मैले, म उहाँहरूप्रति क्षमा चाहन्छु, यसको नैतिक जिम्मेवारी म लिन्छु भनेर उहाँले त्यो पोलिटिकल स्टेटमेन्ट दिनुपर्छ। उहाँ भाग्न मिल्दैन। तर कानुनी रूपमा चाहिँ, राजनीतिक रूपमा चाहिँ उहाँलाई त्यसरी गृहमन्त्रीलाई पनि केपी ओलीलाई पनि समात्ने, यही मुद्दाले समात्ने, फौजदारी लाउने भन्ने कुरा चाहिँ त्यो संसारभरिको प्र्याक्टिसभित्र मैले देखाएको छैन अहिलेसम्म।